आफ्नो त वृद्ध भत्ता आउने बेला भइहाल्यो तीर्थधाम घुम्नु जान्छु आमा नमस्कार भाग्यमानी हुनु आशीर्वाद लागोस् आमाको आशीर्वाद ए हो र आमा अनि हजुर कति वर्ष लाग्नुभयो नि 60 र 8 वर्ष लागे भनेपछि 68 एस अनि आमा तपाईँ 68 वर्ष लाग्नु भएछ तपाईँको योजना चाहिँ के छ त अब वृद्ध भत्ता खाने अनि भत्ता चाहिँ कसले दिन्छ सरकारले दिनुहुन्छ 68 वर्षमा त पाकै हो भत्ता भत्ता त बेपत्ता अब भत्ता पाउनलाई 75 वर्ष लाग्नुपर्ने भयो 75 7 र 5 के गरेर खानु होला अब ऋण तिर्नुला भन्थे छोराबाले नदिने भयो भत्ता नि खान नपाइने भयो नि आदरणीय दर्शक महानुभावहरू 68 वर्षीय वृद्ध आमा चाहिँ अब 75 वर्ष पुगेपछि मात्रै वृद्ध भत्ता पाइने भयो भनेर धेरै नै गुनासो गरिराख्नु भएको छ उहाँको आफ्नो गुनासो आफ्नो धारणा धेरै नै रहेछ उहाँ पीडामा हुनुहुँदो रहेछ यस्तै पीडामा हुनुहुने हाम्रो नेपाली बुबा आमाहरू धेरै हुनुहुन्छ होला कि अब 75 वर्षसम्म वृद्ध भत्ता पाइन्जेल बुबा आमा बाँच्नुहुन्छ उहाँहरूको आयु त्यतिन्जेलसम्म रहन्छ भत्ता पाइने आशमा के उहाँहरू बाँचिरहनुहुन्छ होला त धेरै प्रश्नहरू गुन्जिन्छन् र धेरै समस्याहरू पनि रहेछन् त्यही भएर नेपाल सरकारलाई चाहिँ यो ध्यान केन्द्रित तरिकाले यो भिडियो प्रस्तुत भएको छ ल वृद्ध भत्ता चाहिँ वृद्ध आमाको गुनासो अनुसार बेलेमा दिएको राम्रो रहेछ है त